आउँछ घन्टीहरू बजाउँछ। यो भोट यस पटकको भोट एउटा नेताका लागि होइन, पार्टीका लागि होइन, नेपाली जनताले आफ्नो लागि खसाल्छन्। किनकि यस पटक नेपाली जनताले आफ्नो भाग्य र भविष्य आफै लेख्छन्। फागुन 21 कुनै सामान्य मिति होइन आमा बुवा दाजुभाइ दिदीबहिनी हो। नेपालको इतिहासको त्यसै ढुङ्गो हो। त्यसलाई साबित गर्नको निम्ति हामी तयार हुनुपर्नेछ। हामी इतिहास बदल्ने बाटोमा हिँडेका छौँ। त्यसैले घर घरमा सल्लाह गर्नुहोला। हामीले हाम्रो सल्लाह दिन आएका छौँ। हामी नयाँ साथीहरू एकजुट भएर आएका छौँ। अब एउटा देश, एउटा झन्डा, एउटा पार्टी, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा सभापति, 5 वर्षको स्थायी सरकार। कुशासनको युगलाई टाटा बाई बाई, सुशासनको सुरुवात फागुन 21 को दिन ध्यान दिनुहोला। यो चुनावी सभा होइन, आज भाषण गर्ने कार्यक्रम त होइन, तर यो बाटोमा तपाईँले दिनुभएको यो माया, यो सद्भाव कायम राख्नुहोला। यो उपस्थितिमा तपाईँको अनुहारमा एउटा आशा छ, एउटा उमङ्ग छ। तपाईँहरूले आशा गर्नुभएको छ। यो जिम्मेवारीको जुन बोझ हामी उठाउन तयार भएका छौँ, यो जिम्मेवारी हामी खेर फाल्ने छैनौँ, हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। यस देशमै काम गर्छु भन्दा अवसर नपाएर विदेशमा गएर त्यो मरुभूमिमा पसिना बगाएको साथीको एक एक थोपा पसिना हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। यो देशका अब्बल युनिभर्सिटीहरूमा पार्टीको झन्डा टाँगेर साइनबोर्ड राखेर नेपालको विश्वविद्यालयलाई, नेपालको शिक्षालाई धराशायी बनाउनेहरूको हरकत हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। यो राज्यको नसामा दलीय भागभण्डाको राजनीति घुसाएर देशलाई टकुन टाट पार्ने, देशको ढुकुटी लुट्नेहरूको षड्यन्त्र हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। सुशासन माग्नका लागि संसद भवन अगाडि गएका हाम्रा भाइ बहिनीहरूलाई टाउकोमा र छातीमा ताकेर ढालेको हामी बिर्सने छैनौँ। अब न कसैको पसिनाको एक थोपो खेर जान दिन्छौँ, न शहीदको रगतको एक थोपो खेर जान दिन्छौँ। बस 21 गतेको प्रतीक्षा छ। नेपाली जनताले आफ्नो भाग्य र आफ्नो भविष्य लेख्ने दिन हो। यसपटक एउटालाई दुईटालाई होइन, राजनलाई र मनिषलाई मात्र होइन, जहाँ जहाँ घन्टी वाहक उठेका छन् त्यहाँ त्यहाँ जित्नुपर्छ। एक ठाउँ दुई ठाउँको कुरा होइन साथी हो। भ्रष्टाचारीलाई त कुनै ठाउँमा पनि जिताउने होइन, सबका सब भ्रष्टाचारीलाई एकै पटक बढार्ने सुनामी ल्याउने हो। यसपटक सुनामी। नेपाली जनताको ताकतलाई 34 वर्षसम्म नजरअन्दाज गरेकाहरूलाई मतपत्रबाट कराएर, धम्काएर, जिस्काएर केही गरेर होइन, मात्र छाप लगाएर देखाइदिने हो कि नेपाली जनताले आफ्नो ताकत कुनै दललाई, कुनै नेतालाई दिएका छैनन्, आफैसँग राखेका छन्। त्यसैले मैले सुनिरहेको छु केही मान्छेहरू मसँग 200 भोट छ, 400 भोट छ, 1000 2000 भोट भनेर हिँडिरहेका छन्। आफ्नो भोट आफैसँग राख्नुहोस्, कसैलाई दिने होइन। श्रीमानले पनि श्रीमतीलाई आफ्नो भोट दिने होइन, माया दिने हो, चुप्पा दिने हो। रोज डेमा रोज दिने हो, हल्दीमा अङ्गला मार्ने हो, भ्यालेन्टाइन डेमा घुमाउने हो, गिफ्ट दिने हो, भोट होइन है। भोट तोड्ने यहाँ देखिएका यहाँको हकमा यी दुईजना होनहार युवाहरूलाई, बेथर उठेका घन्टी वाहकलाई सबको जय होस्, जय देश, जय घन्टी। अर्को कुरा मलाई थाहा छ यहाँको ठुलो समस्या सुकुम्बासी र भूमिहीनहरूको समस्या हो। यो थाहा छ मलाई राम्रोसँग। यहाँहरूले चिन्ता गर्नु पर्दैन। म तपाईँलाई झुटो आश्वासन बाँडिनँ। मैले भन्दै आएको कुरा फेरि दोहोऱ्याउँछु। भूमिहीन सुकुम्बासी नागरिकहरूको समस्या समाधान कुनै दलको नेताले होइन, विज्ञले गर्छ। कसलाई राख्ने त्यो आयोगमा भन्ने कुराको निर्णय भूमिहीन साथीहरूले गर्ने हुनेछ। उहाँहरूले मानेको, उहाँहरूले छानेको दलको कारिन्दा कार्यकर्ता होइन, दलको छाप लाउने मान्छे होइन। भूमिहीनहरूलाई आफ्नो अधिकार दिने काम योग्य विज्ञ मान्छेहरूको आयोगले गर्छ। आयोगले जे भन्छ रासोपाले त्यही गर्छ। न काङ्ग्रेसलाई भोट हालेको आधारमा जग्गा पाइन्छ, न एमालेलाई जग्गा हालेको आधारमा जग्गा पाइन्छ, न रासोपालाई नै भोट हालेको आधारमा जग्गा पाइन्छ। जसको अधिकार हनन भएको छ,
जसको अधिकार हनन भएको छ त्यो अधिकार त्यसैले पाउँछ, अरू कसैको नेताको कुनै भोट हालेको हारमा भोट बैंक भएर कुनैवाला पाउनेवाला होइन। नियमको कानुनको अधीनमा रहेर र नियम र कानुनले कसैलाई व्यवहारिक रूपमा थिचोमिचो गरेको रहेछ भने त्यो आयोग जसलाई भूमिहीन साथीहरूले स्वीकार गर्नुहुन्छ त्यो आयोगले भनेको मानिनेछ। र त्यो आयोगमा न रासोपाका, न काङ्ग्रेसका, न राप्रपाका, न कम्युनिस्टका, न मधेसवादी दलका कुनै दलका मान्छे हुने छैनन्। देशका मान्छे हुनेछन्। देशका मान्छेले जे भन्छन् सुकुम्बासी भूमिहीनका लाभमा त्यही नै हुन्छ। स्थायी सरकारले यो भोट माग्ने जुन एउटा बैंक बनाइएको छ, तपाईँहरूलाई भोट हाल्ने मसिन बनाइएको छ, रासोपाले भोट पाए पनि नपाए पनि गैर कानुनी काम हुँदैन, कानुन सम्मत काम हुन्छ। भोट दिने नदिने तपाईँको विचार हो, तर झुटा आश्वासन रवि लामिछानेले बाँड्दैन। तर भूमिहीनलाई देखाएर मतको व्यापार गर्ने सटर चाहिँ सदाका लागि बन्द गर्ने। अब यहाँबाट जाँदा ओर्लेर फोटो खिच्ने त मन मलाई पनि थियो नि, तर यसपटक आजको भेटमा अलिकति काम चलाउनु पर्ने छ। के काम चलाउनु पर्छ भने त्यो फोटो कसको थियो? आज त्यही फोटोले काम चलाऊ 21 बजे भेटौँला।